तपाईहरु पनि यो आमा भन्ने मुभी हेर्न जानुस् है। हाँस्दै गएको थियौं तर आँखाबाट आँसु मन थाम्नै सकिएन। इमोसनल मेसेजले भरिएको मुभी हेर्न मन पराउनेहरुको लागि चाहिँ यो मुभी बेस्ट हुन सक्छ। आज हामीहरु चाहिँ माइजु अनि माइजुको सानी छोरी सानी बहिनीसँग हामीहरु चाहिँ यो आबाट आमा भन्ने मुभी एकदमै राम्रो छ भनेकोले चाहिँ नाइट सो हेर्न गएका थियौं। जाडोको बेलामा मेरो गेटअप फेरि यस्तो रहेको थियो। मुभीको टाइटलले आबाट आमा रहेको थियो। अलरेडी अनलाइन टिकट बुकिङ भइसकेकोले आफ्नो सिटमा गएर बस्यौ अनि सुरुमा त हिरो हिरोइनहरुको इन्ट्री हुन्छ। यो मुभीको मेन हिरो चाहिँ पल्सा आउनु भइहाल्यो। हिरोइनी चाहिँ नयाँ जस्तो लाग्यो। अनिहरुको इन्ट्रेस्टिङ कुरा चाहिँ यो मुभी चाहिँ हाम्रै देवघाट अनि चितवनतिर सुट गरिएको रहेछ। यो मुभीमा चाहिँ पल्सा सानो उमेरदेखिबाटै बाल्यकालदेखिको स्टोरीहरु देखाइरहेको हुन्छ। आफ्नो बच्चालाई पढ्न पठाउने, परिवारमा रमाइलो माहौल छाएको अनि सानै उमेरमा फेरि त्यसै गाउँको राधा भन्ने केटीसँग उनीहरुको सानैदेखिबाट फेरि माया बसेको, दुईजना सारै मिल्ने। यो मुभीमा उहाँ टिकटकरलाई पनि देखाएँ मैले। साई ग्रेस, विपना थापा लगायत थुप्रै कलाकारहरु यस मुभीमा रहनु भएको रहेछ। बीचमा ब्रेक टाइम भएकोले वाशरुम अनि स्न्याक्सहरु लिनको लागि चाहिँ हामीहरु पनि निस्किएका थियौं। सुरुमा चाहिँ म वाशरुम गएको थिएँ। वाशरुम गएर एकचोटी मिररमा सेल्फीहरु अनि भिडियोहरु पनि खिचे। सायद राम्रो देखिरहेको थियो। हामीहरु चाहिँ सिजीको क्यूएफएक्स गएका थियौं। सायद राम्रो अनि नीट एन्ड क्लीन एकदमै दामी छ यहाँको सर्भिस। अनि नाइटको टाइम भए पनि स्न्याक्स त लिन परिहाल्यो। त्यसमा चाहिँ हामीले लिएको थियौं केही स्न्याक्स कम्बोहरु जुनमा चाहिँ कोक, चिप्स, चीज पपकर्न, चकलेटी डोनट लगायतका थुप्रै खानेकुराहरु लिएर हामीले चाहिँ यो मुभीको भरपुर इन्जोय लिनको लागि मैले यो बोक्न सकेको थिइनँ। लास्टमा चाहिँ मैले फेरि माइजुले समाता दिए। समयको अन्तरालसँगै साथीभाइ सबै विदेश गइसकेपछि आफ्नो देशमा भने जस्तो जागिर नपाएपछि विदेशी रहर अनि बाध्यता जाग्छ। ऋण काटेर बाहिर देश पठाउने निर्णय गर्छन् र एक मामा भन्ने दलालले चाहिँ उसलाई विदेश पठाइन्छु भन्छ र अमेरिका पठाउँछु भनेर धेरै पैसा खान्छ। दलालको फन्जामा परेकोले ऊ जेलमा पर्छ। लास्टमा छोरालाई भेट्न नपाउँदा बाबा पनि बित्छन् अनि आमा पनि। न त पैसा हुन्छ न त परिवार नै। लास्टमा बाँकी रहन्छ त केवल पश्चाताप, पीडा अनि दर्दनाक यादहरू। अहिलेको हाम्रो यो देश र देशको यो परिस्थिति अनि विदेश जाने लहर, बाध्यता, रहर, यस्ता अनेकौं बिछडिएका परिवार, इमोसनल स्याड अनि मेसेजले भरिएको यो मुभी साँच्चीकै एकदमै राम्रो लाग्यो। एकछिन त कस्तो भक्कानिएर आँखाबाट आँसु न्याउन लाग्यो। साइडमा बस्ने माइजु जाने टिस्युले मुख सुप्दै आँखाबाट आँसु झारिरहनु भइरहेको थियो। एकदमै मन छुने मुभी रहेको छ। तपाईहरु एकचोटि गएर हेर्नु होला आबाट आमा भन्ने मुभी। टेलरमा मात्रै हैन, हजुरले हलमै गएर हेर्नुभयो भने पनि निकै वर्थ इट छ। अझै स्पेशल त यो आमाको महत्व नबुझ्नेहरुले परिवार सबैले हेर्न मिल्ने यो मुभी एकदम राम्रो कथावस्तुले भरिएको यो मुभी रहेको छ। साच्चै वन्डरफुल छ। 100 मा चाहिँ मैले 100 दिन्छु। के तपाईहरुले पनि हेर्नु भइसक्यो कि हेर्ने सोचमा हुनुहुन्छ? एकचोटि गएर हेर्नुस् है, सायद राम्रो छ। हामी त गएर हेरेर रोएर बनाइसक्यौं। यो मुभीको सार चाहिँ के हो भने देशको अर्थव्यवस्था गतिलो नभएपछि र हामीहरुले सानो सानो कुराहरुमा नि खुसी भएर धन नै सबैभन्दा ठूलो हो भनेर परिवारबाट टाढा हुँदा त्यही धनको कारण परिवारलाई कहिले पनि नभेट्ने गरी टाढा बनाइदिँदो रहेछ। अन्त्यमा न त धन सम्पत्ति नै रहन्छ न त परिवार नै। थ्यांक फर वाचिङ। हजुरको प्यारो आर्टिस्ट सँग बिदिनुहोस्। ओके बाई, टेक केयर।